कस्तो राम्रो देखाउने रहेछ अरे यहाँ त आजै निस्किन्छ जस्तो छ बडी त भाइको मसललाई धेरै प्रेसर भयो जस्तो छ खै भाइ बडी फ्लेक्स हान्दिउँ न हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी भाइसँग जाँदैछौँ जिम होइन भाइ दामी जिम हान्नुपर्छ पैसा छैन भाइले फ्रीमा लगिराखन् भाइ कता जाँदै हो अरे हामी जाँदैछौँ जिम कुन जिम त नि हामी पिक जिम जाँदैछौँ पिकको जिम जाँदैछौँ फ्रीमा भाइले काम गर्ने ठाउँकोमा ल अब जाम दरु जिम हान्नुपर्छ आज चाहिँ हामी अहिले छौँ ब्रडवेमा यो चाहिँ धेरै रेस्टुरेन्ट भएको ठाउँ हो होइन भाइ तिमी यहीँ काम गर्ने हो नि तिम्रो काम गर्ने ठाउँ देखाइदियो भाइ भाइ तिम्रो काम आयो मेरो काम चाहिँ आइसक्यो यहीँनिर हो क्यालोरिज दामी ठाउँ हो नि है भाइ तिमीले काम गर्ने खतरनाक पुल माथि सरर जाँदा कस्तो मजा आइरह्यो है भाइ गाडी त आफै कुदिरहेको कि मैले चलाउनै परेको छैन मान्छेहरू मजाले हिँडिरहन् ठुल्ठुलो अलिअलि 2-4वटा बिल्डिङ छ त्यही हो अब यहाँ बाजेले त खतरा चलाइरहन् त है हामी अब लगभग पुगिसक्यौँ होइन भाइ यो चाहिँ हर्सन्स पब हो राति चाहिँ यता खतरा डान्सहरू भइरहेको हुन्छ अरे कता हो भाइ तिम्रो पिक पार्क चाहिँ कता हान्ने हो यार त्यहाँ ठाउँ होला कि नै कि यतैतिर साइडमा हानिदिउँ न होइन त्यहाँ त छैन जस्तो छ कि छ हौ त्यहाँ छ नो पार्किङ भने हो कि होइन भाइ त्यही जाम अगाडि रहेछ नि यता हामीलाई फेरि के छ र होइन अच्छा भाइ छैन यार मैले भर्खरै गाडी चाहिँ पार्किङमा राखेँ तर यो अगाडि गाडी जान्छ कि भनेर कुरिरहेको एकछिन कुर्छु जान्छ कि जाँदैन हेरौँ त्यो मान्छे गयो अब हामी चाहिँ यहाँ पार गरेर निस्किनुपर्छ जिम हान्न होइन भाइ भाइ भित्र छिर्नु पर्यो यार अब तिमीले चाबी त ल्याउँछौ होइन त्यो पासै ल्याएन भने फेरि छिर्नै पाउँदैन होइन अलिअलि राम्रो बिल्डिङ छ यही हो पिक होइन भाइ भाइले काम गर्ने ठाउँको चाहिँ यो ऊ हो के हो भाइ हो तिमीले काम गर्ने ठाउँको यो ऊ होइन र अर्को ब्रान्च त्यही टन्नै छन् मान्छे त है भाइ पास लिएर अब यहीँ छोएँ जाऊ भाइ जाऊ हो मान्छेहरू टन्नै रहेछन् आज त्यही भएर एकछिन कुर्नुपर्छ भर्खरै यो मान्छे आयो हामी जानु पर्ने है भाइ मान्छेले दियो कस्तो राम्रो मान्छे रहेछ यसलाई त थ्याङ्क यू भन्नु पऱ्यो जस्तो छ है भाइ कहाँबाट छिराइरहेको भित्र पार्किङ हो त यार यो त पुरै पार्किङ खाली छ त यो पनि गर्न आएको जिम चाहिँ त्यस्तो ठुलो छैन है फेरि खतरा ठुलो जिम होइन हामी चाहिँ लकर रुममा छौँ अहिले होइन भाइ अब अलिअलि मैले त कपडा खोल्नै पर्दैन म त यत्तिकै आयो भाइले चाहिँ उता बढी देखाइरहन् यही हो जिम चाहिँ सानो छ चाहिने कुरा सबै छ त्यही हो मैले चाहिँ सुरुमा कार्डियोबाट स्टार्ट गर्नुपर्छ म मोटो मान्छे त्यही भएर अब यहाँ हान्नुपर्छ एकछिन मैले बोतल राखेँ सिडी चढ्न मन लागेको चाहिँ एकछिनमा भाइ चढ्छन् होला होइन भाइ चढ्दैनौ पिकको जिम स्टार्ट हान्ने हो अब बिस्तारै जाऊँ न बिस्तारै अब सुरु भयो
अहिले बिस्तारी बिस्तारी धेरै हुँदै जान्छ अब एकछिनमा मैले लेभल बढाउँछु भने भाइ तिमी कहाँ हो डम्बेल उठाइरा हो तिमी त खतरा हो नि भाइ दामी दौड्नुपर्छ अब एकछिनमा मोबाइल चाहिँ राख्दैन न त्यहाँ अहिले फेरि तनाव हुन्छ म चाहिँ दौड्नै स्टार्ट गरेँ अब मजा आउँछ दौड्न There was once a day that I would pray for you. I'd go and misbehave just so you'd notice too. Sneaking looks up and down. ठगाइ लाग्छ त्यही हो दौड्दाखेरि भाइ तिमी दौड्दैनौ यार किन यार तिमी जतिखेर नि त्यही डम्बेल मात्र उठाउँछौ यार एक दुई हप्तापछि त तिमीले त खतरै बडी बनाउँछ जस्तो छ भाइले त्यहाँ के गर्दैछन् भाइ खै गरिदेऊ न एकचोटि के गरिरहेको थियो गर त खै तिमीले त खतरा वेट उठाउँछौ रे म चाहिँ फेरि धेरै स्पिडमा दौड्न मन लाग्दैन कि बिस्तारी बिस्तारी 15-20 मिनट दौड्छु त्यही मैले चाहिँ यति क्यालोरिज घटाएँ 179 17 मिनट दौडेँ म भयो आजलाई चाहिँ पुग्यो मलाई यता ट्रेडमिलमा चाहिँ अब अर्को ठाउँ जानुपर्छ भाइ त्यहाँ थाकेर बसिरहन् भाइको मसललाई धेरै प्रेसर भयो जस्तो छ खै भाइ बडी फ्लेक्स हान्देऊ न 10 चोटि आउँदै भाइ त्यो त भएकै छैन म चाहिँ पसिनाले लवात भइसकेँ लत्रक्कै भिजिसकेँ म पसिनाले पछाडि पुरै भिजिसक्यो होला अब चाहिँ उयो के हो त्यो साइकल जस्तो छ त्यो त्यहाँ जानुपर्छ अनि त्यसपछि त्यहाँ चाहिँ धेरै गर्दिनँ 1-2 मिनट 5 मिनट भनौँ न यसमा अनि त्यसमा चाहिँ 1-2 मिनट मात्र हो सिडी चढ्ने अनि From across the room. Damn, what a hell of a. यसमा चाहिँ मजा आउने रहेछ एकछिन गर्नुपर्छ यो पनि A first time, a first date. यो साइकल जस्तो चलाएर नि भ्याएँ यसमा चाहिँ धेरै गर्दिनँ भनेको थिएँ 5 मिनट भनेको थिएँ 6 मिनट गरेँ ए अब हामी लाग्नुपर्छ उ त्यहाँ सिडी चढ्न लेट्स गो So fine, I'm so late. You sip wine, I drink straight. Don't waste time to my plate. सिडी धेरै चढ्नु हुन्थ्यो अहिले फेरि धेरै चढ्यो भने काम जान ढिलो हुन्छ त्यही भएर बाँकी कुरा अब फटाफट हान्नुपर्छ भाइ चाहिँ यहीँ नै सुतिरहेको रहेछन् अघिदेखि भाइ उठ उठ अब हामीले अलिअलि चेस्ट हान्नुपर्छ I feel my heart erase. So catch me if I fall. एकैचोटि भारीबाट स्टार्ट गरेको हड्डी नै टुटेर लैजाला जस्तो छ अलिकति घटाउनु पर्यो मासु दामी तन्किनु रहेछ त भाइ सबै कुरा गर्ने हो अलिअलि गर्ने हो त्यही भएर यो चाहिँ भयो बिस्तारै बिस्तारै हान्छु त्यो हाने अब यसलाई हान्छु तान्ने होला अनि त्यसपछि फेरि त्यसमै जान्छु That this night's gonna last. ताने खा यहाँ मासु त खत्रै टाइट भइसक्यो त भाइ आजै निस्किन्छ जस्तो छ बडी त All the same tracks, listen all night in the sheets all black. Said I'm falling fast, don't remember life. I like you, I can't wait. A first time अब हल्का घटाएर फेरि 10 रेप्स हान्नुपर्छ wine, I drink straight. Don't waste time to my. अब हामीले यसलाई सारेर हल्का उता वेट लिफ्ट हान्नुपर्छ हल्का फुल्का ल भाइ अब यो हान्नुपर्छ यार अनि हान्नुपर्छ मोबाइल फस्छ अहिले फेरि
यो त गर्नै पर्छ जहिले गर्ने होला यार यो त झन् सिटअप हान्नुपर्छ हैन अब There was once a day that I would pray for you. I'd go and misbehave just so you'd notice too. Sneaking looks up and down from across the room. And damn, what a hell of a view. I feel good, you look great. I like you, I can't. अब यो के हो यो हान्नुपर्छ So fine, I'm so late. You sip wine, I drink straight. Don't waste time to my place. I feel my हल्का फुल्का डम्बल उठाउन अब if I fall. दामी मजा आइरह डम्बल उठाउन थकाइ लागिरह अलिअलि मसल चाहिँ टाइट भयो आज आज चाहिँ दामी जिम हान्यो मन चाहिँ अलिअलि सबै कुरा हाने त्यही मजा आयो आज चाहिँ फेरि आउनुपर्छ अर्कोचोटि त्यही हो अलिअलि मासु सासु दुखिरह शरीर दुखिरह अब आज त त्यस्तो केही भएन भोलि दुख्ने होला कस्तो राम्रो देखाउने रहेछ यार यहाँ त फ्रीमा आइन्छ त भाइ अर्कोचोटि अर्कोचोटि आइन्छ नि होइन त्यही हो फेरि अर्कोचोटि आउनुपर्छ अब आजको लागि चाहिँ यति नै अर्को भिडियोमा भेट्नुपर्छ त्यतिखेरसम्मको लागि चाहिँ जय नेपाल ल जाम भाइ जाम ल किन के हो र ल भाइ बाई भन्दै Sitting here praying that this night's gonna last. You got it all on tap. I'm loving your vibe, always have your back. We like all the same tracks. Listen all night in the sheets all black.